हेलो एभ्रिवान, सबैलाई नमस्ते एन्ड गुड मर्निङ। आज चाहिँ हामी जाँदैछौँ धान काट्न होइन। धानहरू काट्नुपर्छ अनि त्यसपछि धान काटिसकेपछि बस्नुपर्छ आएर होइन। त्यही हो, धान सान काटेर झ्याम्म गरेर बनाइसकेपछि त मस्त भइहाल्यो नि त। काम पनि सक्यो, एउटा काम धान सान काटिसकेपछि त भइहाल्छ, फेरि हुन्छ। त्यसपछि यताउता घुम्नु पनि मान्छ नि त काम गरेपछि। त्यही हो, कामसाम गर्नुपर्छ। अहिले उता पारी जानुपर्छ, देखाउँछु म अहिले पारीको भ्यू पनि। यो ट्याक्कै जाँदछ होइन। अहिले हामी पारीतिर लाग्नु पऱ्यो नि त। यस्तो आँसी लगेर ट्याक्कै जानुपर्छ होइन। ट्याक्कै बाटो पनि हल्का ठिकठाकै रोड हो, पहिरो सहिरो आएर यताउता भएर यहाँ हल्का बेकार भएको छ नि त बाटो पनि। त्यो भएर हो जान्छौँ हामी उता पारी हो क्या जानुपर्ने चाहिँ होइन। उता काट्दैछ नि त होइन, यहाँ जानुपर्ने। अहिले धान चाहिँ जान लाग्छौँ हामी। हामीले होइन आधा सकिसकेका छौँ। हेर्नुहोस्, उता पनि सक्यो, तल पनि सक्यो। त्यही हो, अब थोरै छ, यति मात्र छ। यो त्यसमा सकिसक्यो, अब तलको सब सकेको हो त्योवाला। यो सब सकिसकेको होइन। हेर्नु, ऊ एक यहाँ बसिया छन्, ऊ त्यहाँ छ, एक त्यहाँ छ। यो हुँदै भएन नि, यो धान काट्न आएको त फाइदै भएन, कुनै चिजै मिलेन। यो आजको धान चाहिँ हाराहारी काटिसक्यो होइन। थोरै बाँकी थियो, म चाहिँ उताबाट निस्किसकेँ। अर्को पनि बाँकी छ बारी काट्नलाई, त्यो चाहिँ अर्को पार्टमा देखाउँछौँ हामी। हेर्नु होला, मन परेमा लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। सक्दो सेयर चाहिँ गर्नु होला होइन। त्यही भन्न चाहन्छु म। साथ सपोर्ट चाहिँ दिँदै गर्नु होला। ल बाई बाई, नेक्स्ट पार्टमा चाहिँ फेरि भेट्नेछौँ हामी। चेक हियर।